लाइटर कहाँ छ? त्यही बिस्तारा मुनि होला त्यही के अरे बिस्तारा मुनि होला लाइटर त्यही। ए अमरा तल बाख्रा छन् कि जा हेरेर आ त। सबै बाख्रा आयो त नम्रत? सब बाख्रा आयो ल्याइसक्यो अहिले। ए आज खाना के खाने हो? यहाँ पिठो पनि छैन रहेछ, चामल पनि छैन, यही भात छ। यही भात खाने, यही भात तताएर खानुपर्ने हो। अस्तिको पिठो सकियो र सबै। अनि त्यो 5 किलो पिठो कति हुन्छ र? आउन पाउन आए पकाएर खानु पर्यो, यताउता अर्नी पर्ने खाने बेला सिद्धियो नि। आधी कट्टा जति गहुँ थियो त सकियो। गहुँ पनि सिद्धिगयो अनि पैसा पनि छैन। केले पिसाउने हो? पिठो सबै सकिगयो, केले पिसाउने पैसा पनि छैन। अस्ति नै पिसाएको सबै सिद्धिहाल्यो, गहुँ सिद्धिगयो। अब के खाने हो? अब के गर्ने? अब यही भात सात छ अहिले, त्यही खाने अब बासी भात। आमा हेर न, एक्जाम फर्म पनि खुलिसक्यो। अब के गर्ने होला? अब एक्जाम त दिनु पर्यो। अनि के अरे परीक्षा फिस अनि कतिसम्म भनेको छ? पैसा पनि छैन, कसरी दिने हो? म त पढाउनु पनि सक्दैन, दिक्क भयो। अब त कता जाउँ? ऋण खोज्न पनि कहाँ जाउँ? कताबाट खोजेर ल्याउँ? ऋण के अरे समूह पनि उता, ऊ समूह पनि ऋणै छ, ऊ समूह पनि ऋणै छ, कहाँबाट खोजेर ल्याउँ? म त अब दिक्क भयो, अब मर्नु जस्तो भइगएँ। कहिलेसम्म मागेछ के गरे पैसा? 2-3 दिनभित्र दिनु भनेको छ। एक्जाम फी कति छ? फर्मको चाहिँ 3-4 हजार कति छ? त्यति छ, 4 हजार छ। ल अब के गरे? ऋण म गाउँमा जान्छु, ऋण खोज्न जान्छु। ऋण पाइयो भने पाइयो, अब पाइएन भने अब के गर्ने? अब कसैले पत्याउँछन् कि गाउँतिर, कसैले पत्यायो भने खोजेर ल्याउँछु। अब पाएन भने अब के गर्ने? अब काम यताउता तेरो बाबाले काम गर्नु गएको पैसा त अहिले त लिनु थियो होला, दिन्नन्। अब कोहीले पत्यायो भने हो, नतरी अब छोड्दै स्कुल। अब के गर्ने? आफूसँग छैन, अब के गर्ने त? छोड्ने त बाध्यता भइगयो। यसो भएपछि पैसा हुन्न भने म कमाउन जान्छु अब परदेश। अहिले किन जानु पर्यो परदेशमा कमाउनु? अहिले म काहीँ गाउँतिर जान्छु, ऋण खोज्छु, काहीँ पाएँ भने के अरे तिरौँला त। अब अहिले जानु पर्दैन, अहिले विचार गर्न जान्छु म गाउँतिर। कसैले पत्याइहाल्छ कि दिइहाल्छ कि?
भयो आमा चामल सक्यो र चामल पनि सकेछ के अरे पिठो पनि अस्ति नै सकेछ अब केही छैन के खाने हो अब जा बाबु तरुल खनेर लिएर आइज तरुलले भयो भने छाक टार्नु पर्यो आज अब के गर्ने छैन केही पनि नै अब ल त आमा म तरुल गर्न गएँ त अहिले जा जा के भयो आमा किन रुनु भएको के भयो र हजुरलाई के गर्ने बाबु यहाँ गरिबको कुरा कसैले नसुन्दो रहेछ के गर्ने अब यस्तै छ जिन्दगीमा अब के हो गरिबलाई कसैले नपत्याउने रहेछ ए कोले के भन्नु र भन्नु न मलाई अघि न साउ आएको थियो साउले अब यो महिनाभित्र पैसा बनाइदिनु भनेर भन्थ्यो अब पैसा पनि छैन त्यत्रो 60-70 हजार 81 अहिले कहाँबाट तिरौँ कमाइ गर्न जाने केही पनि छैन कमाइ गर्न कसरी जाने तेरो बाबा पनि काम गर्न गएको छन् काम गरेको त्यही त रोडमा काम गर्न गएपछि के अरे भनेको बेला पैसा पाइँदैन साउहरूले के अरे ठेकदारहरूको बिलै भएको छैन भन्छ कहिले हो के हो अब दिक्कै छ तेरो स्कुलको फिस पनि तिर्न सकेको छैन बाबु के गर्ने अब कसरी तिर्ने तपाईँ चिन्ता नगर्नु आमा जबसम्म तपाईँको यो दुःखको आँसुलाई म सुखमा परिणत गर्दैन नि तबसम्म म आउँदिनँ यो घर छोडेर जाँदैछ म भोलि बिहानै म
कमाउनु भनेर परदेशमा त छिरियो, तर अब कहाँ जाने होला? कोही चिनेको मान्छे पनि छैन, कहाँ बस्ने होला? ओइ केटाहरू तल ऊ त्यो हेर त ऊ गाउँदेखि आए जस्तो छ त्यसको पैसा त तल समात समात त्यसलाई ओए मेरो ब्याग किन लिएको दाइ? फिर्ता दिनु नि दाइ, नलिनु नि दाइ मेरो ब्याग। मेरो सब कुरा त्यसमै छ दाइ। को भाइ तिमी? के भयो? किन रोइरहेको? हेर्नु न दाइ, म गाउँबाट आजै आएको, चोरले मेरो ब्याग चोरेर लियो दाइ। अनि यहाँ किन आएको भाइ तिमी? यहाँ के गर्छौ तिमी? कोही आफन्त छ र तिम्रो भाइ? हेर्नु न दाइ, मेरो यो सहरमा कोही छैन, अब कहाँ जाने के गर्ने के सोचिरहेको छैन दाइ। खानेकुरा आमाले दिनुभएको थोरै पैसा थियो त्यो ब्यागमा, त्यो सब त्यो चोरले लग्यो दाइ। के गर्छौ त भाइ? अब कहाँ बस्छौ, के गर्छौ? खै दाइ, मेरो आफन्त कोही छैन यो सहरमा, कसैले चिनेको पनि छैन दाइ। अब के गर्ने मैले केही सोच्न सकेको छैन। ए त्यसो भएपछि भाइ अनि मेरो रुममा जान्छ त आज मसँग बस। अब तिमी जाने हो त भाइ? के छ विचार? साँच्चै लिनुहुने हो र दाइ? ल ल भाइ, चिन्ता मान्नु पर्दैन। अब गाउँदेखि आएको केटा, अब सहरमा अब त्यस्तो भइहाल्यो। अब तिम्रो ब्याग स्याग पनि म अब खोजिदिइहाल्छु, मेरो ल्याइदिन्छु। त्यसो भएपछि मेरो रुममा जाउँ त है भाइ? के छ र विचार? जाने हो? धन्यवाद दाइ। ल ल माइन्ड गर्नु। ल ठिक छ त भाइ। अनि तिम्रो नाम चाहिँ के हो रे? मेरो नाम चाहिँ अविनाश। ए ल ल ल अविनाश भाइ, ल ठिक छ है। र यो भाइ अहिलेसम्म दुःखी भएर चाहिँ यता आइज। चिन्ता नगर भाइ, तेरो दाइ छ, दुई भाइ मिलेर अब दुनियाँ हल्लाउने हो। यहाँ यो भाइ हाम्रो सानो महल। ल भाइ अब तिम्रो काम सुरु हुन्छ आजदेखि। अब तिमी काम गर्छौ नि है? कस्तो काम र के काम हो दाजु? अब काम त्यस्तो हार्ड केही छैन भाइ। अब एउटा सामान ओसार पोसार गर्ने हो, एउटा सामान उसलाई पुर्याउने, अब उसको सामान ल्याउने, यति नै हो भाइ। गर्छौ त? कस्तो सामान हो र दाइ त्यो ओसार पोसार गर्नुपर्ने? त्यस्तो हार्ड काम चाहिँ केही होइन भाइ। अब ब्याग हुन्छ, त्यो ब्याग ओसार पोसार गर्ने हो भाइ, त्यति नै हो काम। ब्यागमा के हुन्न? ब्याग मात्र? ब्याग मात्र हो भाइ। अब तिम्रो यहाँ यताको ब्याग उता लाने, उताको ब्याग यता पार्सल गर्ने, यति नै हो भाइ काम। भाइ तिम्रो ब्याग पनि ल्याइदिनु छ है फेरि त है? ल म कल गर्छु है। ए भाइ त्यो अघि नै हात मारेको ब्याग कोसँग छ भाइ? ए त्यो अघि हात मारेको ब्याग खै कहाँ छ त? अनि सुशान्त खै त? ए त्यो ब्याग तैसँग छ? ल ल त्यसो भएपछि त्यो ब्याग तुरुन्त लिएर यता आइज त भाइ। ल ल ल चाँडो है, चाँडो। ल ल ल चाँडो।
ल भाइ अब तिम्रो ब्याग पनि आउने भयो अब तिम्रो ब्याग पनि ल्याइदिन्छु एकैछिनपछि आउँछ र उठ घर ल धन्यवाद दाइ हजुरलाई ल ल ल चिन्ता गर्नु पर्दैन भाइ ल अब काम गर्ने भयो फिक्स ल भाई फोन पनि आयो है हाँ भाई परसों का माल कहाँ गया नहीं बेच रहा है क्या? हाँ अभी एक लड़के को भेजता हूँ जी 2-3 दिन में के बाद आता है वो हाँ भाई कब से वेट कर रहा हूँ अभी तक नहीं बेच रहे हो यार। नहीं ठीक है चिंता मत करो मैं जल्दी भेजता हूँ भाई ठीक है यहाँ इंतजार कर रहा हूँ जल्दी भेज देना ठीक है। ठीक है हाँ जल्दी भेज रहा हूँ अभी एक लड़के को भेज रहा हूँ आपके साथ हाँ ठीक है भाई ठीक है और तो ठीक हो? हाँ बढ़िया है जी आपका बताइए ठीक है जल्दी भेज देना वो वेट कर रहा हूँ यहाँ पे। हाँ वो गांडू को भेज रहा हूँ ना जल्दी अभी आप टेंशन नहीं करने का बाबा हाँ ठीक है वो गंदू का इधर ही भेज देना वो उसको करता हूँ फिर मैं। हाँ ओके जी ठीक है ल भाइ तिमी त लक्की रहेछौ त आउँदा आउँदा तिमीलाई काम पनि मिलिहाल्यो अब काममा जाने अरे भाइ के काम हो दाजु त्यस्तो ल एउटा ब्याग छ त्यो ब्याग तिमीलाई म दिन्छु त्यो फुल पारे एउटा मान्छे छ त्यसको हातमा बुझाइदिने है त्यो अप्ठ्यारो त केही हुँदैन नि दाजु पास्टल गर्दाखेरि यताउता त्यहाँ नै भाइ त्यसको केही चिन्ता गर्नु पर्दैन त्यसमा अब मेरो मान्छे छ तिमीले टेन्सन गर्नु पर्दैन ल केही हुँदैन भाइ ढुक्कसँग जाने है ल केही परेपछि मलाई कल गर्ने मेरो नामले पुग्छ भाइ ए ल भाइ तिम्रो ब्याग पनि आइसकेछ ल त्यसको ब्याग दिइदियो ल तिम्रो ब्याग आयो अब भाइ धन्यवाद दाजु अब यो काम तिम्रो ब्याग पनि आइसक्यो अब एउटा काम गर्नु पर्यो एउटा ब्याग दिन्छु तिमीलाई त्यो पुल पारी पुर्याएर आउने है यो सामान जसरी पनि पुर्याएर जाने अब साथी पनि छ साथीलाई लगेर जाने अब बाटोमा केही भनेपछि मेरो नाम दिने तल माथि दायाँ बायाँ भए त फेरि मर्छस् नि हुन्छ दाइ हुन्छ यो सामान जसरी पनि उता पार्सल गरेर आउने तैँले त राम्रोसँग बुझिस् नि अस्तिको माल हो है त्यो बुझे दाइ बुझे। ल जसरी पनि त्यो पुर्याएर आउने ल हेलो दाइ मसँग आएको केटालाई त पुलिसले समातेछ के अनि माल खै त खै माल मैसँग छ दाइ ए त्यो माल जसरी पनि त्यहाँ पुर्याउनु पर्छ त्यो कहाँ जाने होला त हेर्नु न मैले त अब ठाउँ पनि थाहा छैन के गर्ने होला ल ठिक छ म तँसँग त्यो अर्को साथी पठाइदिन्छु जसरी भयो त्यो माल त्यहाँ पुर्याउनु पर्छ त्यसले मलाई फोन गराएको रहेछ ल छिटो जसरी भए पनि ल दाइ हेलो हजुर दाइ हुन्छ मलाई मेसेन्जरमा उसको फोटो पठाइदिनु न है ल हस् दाइ
तपाईँ डेन्नीको मान्छे हो? हो डेन्नीको मान्छे हो। सामान कहाँ छ? सामान ठिक छ नि? छ त्यो टक्करमा लगाएर दाइ सामान दिइसकेँ मैले। हुन्छ दाइ। सामान दियो त नि राम्रोसँग पुग्यो है। अनि घुम्न जाने होइन त? नजाने यार, माथि दाइले बोलाइरहेको छ। र काम सकिसक्यो कि हो हो जाउँ नि त। के गरौँ त? जाउँ। चल्दिउँ। होइन त्यसमा चाहिँ पहिला राजाहरू बस्थ्यो अरे क्या। त्यो डाँडा छ नि त्यहाँ, त्यहाँ चाहिँ घोल खतरा हो त्यसमा। अघि नै तिमीसँग भएको केटीको नाम के हो? किन चाहियो र? मसँग पढाएको साथी हो। अलि चिनी जस्तो लाग्यो, त्यही भएर। मलाई नम्बर देऊ न त, केटीको छ तिमीसँग? तिनको किन चाहियो र? मेरो पहिलाको साथी हो, अहिले नम्बर छैन। साथी नै हो नि। हजुर। ल टिप्नु त। ओइ तसँग बोल्ने केटा को हो त्यो? ओइ त्यो त साथी भन्दै थियो त तँलाई। साथी रे? साथी को होइन त्यो? मैले त तेरो नम्बर दिदिएँ त अनि। मरि जाइस्। ओठैले बोल्दैमा कहाँ माया लाग्छ र, ओठैले बोल्दैमा कहाँ माया लाग्छ र, माया त बसी जाने हो। ए सुन छोरी बस्यो डालीमा ढुङ्ग्यो डाली भुइँतिर जानु सारा मैतिर, छोरी बस्यो डालीमा ढुङ्ग्यो